हेलो गाइज, वेलकम टु माई च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ बिहान कम्पनी गएर के गर्छु भन्ने कुरा तपाईँलाई देखाइरहेको छु। म बिहान चाहिँ यहाँनिर कम्पनी गएर मेसिन चाहिँ अन गर्नुपर्ने हुन्छ। टक्क लाएर यहाँ अन गरिरहेको छु। टक्क यहाँ अन गरेर चाहिँ अर्को ठाउँ फेरि अन स्टार्ट गर्नुपर्ने हुन्छ होइन। यो चाहिँ हाम्रो मेन स्विच हो, यहाँको बेन्डिङ मेसिनको मेन स्विच हो होइन। टक्क यहाँ तल गएर चाहिँ अब यहाँनिर सुडुले यहाँ चाहिँ बिहान सब काकाले चाहिँ बिहानै आएर यहाँ अन गरिसकेको थियो। यो पानी यहाँनिर यो हावा भनौँ न आउनेमा चाहिँ पानी जमेको हुन्छ कि त्यो बढी भएर अनि त्यो पानी अघि अन गरिसकेको छ। अनि म यहाँ स्टार्ट गरेँ होइन। टक्क लाएर यहाँ स्टार्ट गरेँ अनि यहाँ चाहिँ अब यहाँदेखि सट्ट हावा आउँछ कि यहाँनिर बढी जस्तो कोरियामा चाहिँ यहाँ चाहिँ हावाबाट चाहिँ अब यो कम्प्रेसरबाट चाहिँ यो मेसिनहरू चल्छ भनौँ न। यहाँ यहाँबाट पानी निक्लिन्छ, धेरै जमेर यसो निक्लिन्छ। बिहान अघि काकाले भनेपछि त मैले यहाँ ट्याक्क योलाई अफ गर्दैछु होइन। मैले यसलाई अफ गर्नुपर्ने हुन्छ। टक्कलाई अफ गरिसकेपछि टक्क अब अर्को ठाउँ जाने फेरि त्यहाँ अन गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ यहाँ चाहिँ एउटा लाइटको र यहाँनिर सबै यहाँदेखि के पऱ्यो पर्सान भएको छ भनौँ न। यहाँदेखि सबै अन हुन्छ मेसिनहरू। अनि टक्कलाई दुईवटा उठाइसकेपछि अन गरिसकेपछि चाहिँ मेरो बिहानको काम सकिन्छ। त्यही भएर अनि मैले चाहिँ यहाँनिर मेरो बिहानको ड्युटी स्टार्ट भयो होइन। लामो भएर मैले काटेर अलिकति गरेर बनाएको छ स्पिडमा छ। यो मेरो भिडियो चाहिँ यहाँनिर साथ दिनलाई यो चाहिँ खम्सा हो। ट्याक्क यहाँनिर पानी हावा भरेर यहाँनिर चेक गर्ने हो क्या पानीमा चाहिँ दुलो छ कि छैन भनेर यसो चेक गरिरहेको छु। ट्याक्क मैले यस्तो गरिरहेको छु होइन। यस्तै छ होइन काम चाहिँ। मैले यस्तो काम गरिरहेको छु गाइछु होइन। अनि त्यहाँदेखि अब यसो अहिले चाहिँ ट्याक्क खाना खाने बेला भयो। ट्याक्क 12:30 भयो खाना खाने। अब हामी चाहिँ लाग्यो है सिक्ताङतिर। साथीहरू यहाँ जाँदैछन् होइन। अगाडि ट्याक्कमा पछि हिँडिरहेको छु। अनि ट्याक्क हाम्रो सिक्ताङ चाहिँ यहाँ सही कन्टेनरमा बाहिरबाट अर्डर गर्छ। अनि यहाँ ट्याक्क यहाँ खाने हो क्या बसेर यसरी लाइन उभिन्छ। टक्क यो खाना चाहिँ आज यस्तो आएछ एकदम यो ग्रेभी फर्सीको ग्रेभी हाल्नु मिठो हुन्छ। यो चाहिँ खानु पनि टक्क खाइसक्यो। अनि यहाँ चाहिँ अब अघि दाइले चाहिँ बिहान यसो झारहरू गर्नुपर्छ भनेर चाहिँ यहाँ हाम्रो करेसाबारी छ कि यहाँनिर धनियाँ सनियाँ सागहरू खोर्सानीहरू रोपेको छ। काँक्रो सागहरू फर्सीहरू छन् क्या। यो चाहिँ फेरि सबहरूको होइन कि अरूको यो बारी हो क्या। टक्क लगाएर अनि हामी यहाँनिर गर्दैछौँ साथीसँग। टक्क यहाँ धनियाँ छ यहाँनिर त्यसलाई गोड्दैछौँ। यहाँनिर यस्तो गोड्दैछौँ। टमाटर पनि छ, साग काँक्रो पनि फलिरहेछ, बैगन पनि छ यहाँनिर होइन। यो चाहिँ फेरि अरूको बारी है, अरूको बारी होइन। यो अरूको बारी हो। यो अर्कै मान्छेको बारी। अर्को मान्छेले यहाँ खोकुमा पनि रोपेको छ क्या साइडमा। अनि हामीले चाहिँ यहाँ खोर्सानी रोपेको छौँ क्या भनौँ न। अनि यहाँ गर्दैछौँ टक्क लगाएर जान्छ। अर्को दाइले चाहिँ भिडियो बनाइरहेको छ क्या। भिडियो बनाउनु लाग्यो हामी चाहिँ गरिरहेको छौँ भनौँ न, गरिरहेको छौँ। टक्क पानी पनि परिरहेछ कि सिमसिम पर्न थाल्यो होइन। यस्तो छ है हाम्रो त्यहाँ साथीले काँक्रो फल्यो भनेर देखाइरहेको छ कि हावा पनि सर चलिरहेछ। गर्मी पनि छ एकदम मजा छ, रमाइलो छ भनौँ न। अहिलेको वातावरण चाहिँ यस्तो छ है। हाम्रो चाहिँ साथीहरू काँक्रो यहाँ देखाउँदैछ क्या फल्यो भनेर। यस्तै छ है हाम्रो चाहिँ। अनि यहाँ पुदिना पनि ल्याएर रोपेको छ क्या अर्को दाइले। यहाँ खोकुमा यो अरू सबको जस काकाको साथीभाइहरूको क्या टक्क लगाएर त्यहाँ चाहिँ हामी पानी परेर त्यति गाई छोडेर आयौँ होइन। अनि अब दिउँसोको काम अब बस्यो। अनि त्यहाँदेखि अब दिउँसो मेरो काम स्टार्ट भयो होइन। दिउँसो काम चाहिँ म ट्याक्क फेरि तपाईँहरूलाई काम देखाएको यहाँ भिडियो अडाइरहेको छु। भिडियो होइन फोन अडाइरहेको छु होइन।
भिडियो बनाउनको लागि मेरो काम यस्तो छ। काम खासै चलिरहेछैन कम्पनीमा होइन, अलिकति काम छ, बिस्तारै गर्नुपर्ने हुन्छ, धेरै हतार पनि गरिँदैन। चिल छ है एकदम काम चाहिँ अहिले काम मेरो चाहिँ होइन। अनि टक्कलाई यहाँ गरेको दाइले फेरि यता राख भाइ, यहाँ राखेर बनाऊ दामी हुन्छ भनेर फेरि यता राखेर बनाएको त भिडियो खासै राम्रो दिनु भएन छ, किनकि 0.5मा राखेर मैले माथि राखेर बनाएको त्यहाँ चाहिँ ठिकै थियो होइन, त्यहाँ सही नै थियो। तर दाइले यहाँ राख भाइ भनेर मिलाइदिन्छु भनेर मिलाइदिने हुँदैछ, तर खासै त्यो माथिको पाइप पनि आएछ क्या, त्यो पाइपले पनि छेडेछ। 0.5मा भएको भिडियो अलिकति राम्रो आएन है, हेर्नु होला। अर्को म चाहिँ यहाँ चाहिँ यो चाहिँ वेल्डिङको है, यहाँनिर यो वेल्डिङको योमा चाहिँ म काम गरिरहेको छु। मेरो खासै त्यस्तो म कामसाम जानेको छुइनँ त्यति साह्रो होइन, वेल्डिङ सोल्डिङ गर्न आउँदैन। र पनि म चाहिँ अब यहाँनिर त्यो वेल्डिङ गर्नेलाई चाहिँ मैले चाहिँ यहाँनिर त्यो फरमा हुन्छ कि त्यो सामान कस्तो बन्ने कस्तो टाइपको बन्ने भनेर यसरी ट्याक्क लगाएर फरमा यस्तो सेटिङ गरेर सेटिङ मात्रै गरिदिन्छु क्या, त्यो घुम्छ क्या यो माथिको त्यो घुम्छ, फेरि घुम्छ, बिस्तारै घुम्छ क्या। अहिले बिस्तारै बनाएर स्लो बनाएको छु, किनकि अब काम सकेपछि छैन, फेरि त्यतिको बस्नु भएन, गाह्रो छ हामीलाई, गाह्रो हुन्छ। त्यही भएर बिस्तारै घुम्दै जान्छ। सेटिङमा गर्छु, त अर्को दाइ पर दाइ हुनुहुन्छ, त्यो दाइले चाहिँ वेल्डिङ गर्नुहुन्छ, वेल्डिङ गर्छ। अनि म चाहिँ अब त्यो वेल्डिङ गरेको फेरि घुमेर यता आउँछ, त्यसलाई निकालेर हावासावा हानेर पुसेर टक्कमा राखिन्छ होइन, थेचामा राखिन्छ। अनि फेरि त्यहाँनिर अब खाली हुन्छ, त्यहाँ फेरि अर्को टक्क गरेर सेटिङ गरेर होइन फेरि सेटिङ गरिन्छ। अनि यस्तै छ, सेटिङ गरिन्छ, सेटिङ गरेर फेरि जान्छ, फेरि आउँछ, यस्तै हो। फेरि हावा हान्यो, फेरि पुस्यो, म चाहिँ बिस्तारै ट्याक्क लगाएर आनन्द तरिकाले हावा हान्दै पुस्दै बिस्तारै नै गरिरहेको छु काम चाहिँ होइन। यस्तो छ काम चाहिँ मेरो अहिले चिल छ, तर खासै अब काम चाहिँ नभएर अलिक गाह्रो चाहिँ हुन्छ होइन। अनि चाहिँ अब खाँदै त्यो अब फेरि टाइम लाग्छ क्या, त्यो पोल्न चाहिँ अलिक टाइम लाग्छ, त्यतिको पनि भएन। त्यही भएर यताउता म चाहिँ सामानहरू अलिअलि ट्याक्क त्यहाँनिर थोरै थियो त्यो हैनहरू मिलाएर ट्याक्कसँगले हाल्दैछु क्या। यसरी ट्याक 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 माथि राखेर गऱ्यो भने सजिलो हुन्छ नि त, त्यही भएर हेर्दै म चाहिँ हालिरहेको छु। कोही पनि घुमेर आइसकेको छैन, त्यही भएर यताउता यसो हेर्दै यता दाइलाई फेरि यता आएर फेरि दाइलाई गफ लाउँदै होइन हाँस्दै गरिरहेको छु कि काम चाहिँ यस्तै छ, चिलाइ छ भनौँ न। तर भिडियो खासै राम्रो चाहिँ आएन है साथीहरू, यताबाट गरेको बनाएको होइन। यता गफ हाल्दैछु क्या, अहिले चाहिँ घुमेर टक्क निकालेँ, अनि ट्याक्क फेरि अर्को हालेँ होइन, अर्को हालेँ, अनि अर्को हालेर अनि यता चाहिँ अब आनन्दले अब पोल्नु टाइम लाग्छ, अनि हालेर आनन्दसँगै गफ गरिरहेको छु, पर्खिरहेको छु होइन। फेरि अनि यता आएर फेरि त्यसलाई जिकेर पुसेर हावा हानेर गरिरहेको छु क्या, काम चाहिँ खासै छैन। यस्तै छ है ड्रिम कोरिया साथीहरू, मेरो काम चाहिँ यस्तै छ होइन, त्यस्तो गाह्रो छैन। तर यहाँ चाहिँ अब कस्तो नि ग्यास वेल्डिङ हो, आँखा साखा त्यस्तो दुख्दैन, तर ग्यासले चाहिँ त्यस लङ टर्म गऱ्यो भने पछि असर गर्नुपर्छ। मास्क साक्स सेफ्टीहरू छैन, त्यही भएर सेफ्टी नलगाइसो गऱ्यो भने चाहिँ असर गर्न सक्छ होइन। मास्कहरू नै लगाइएको छैन, त्यहाँनिर अब कम्पनी कस्तो मास्क आफै किन्नुपर्ने हुन्छ होइन, दिँदैन, गाह्रो छ, अलिक लोभी कम्पनी नै छ क्या हाम्रो चाहिँ, यस्तो छ। कि पन्जा सन्जा पनि अब ट्याक्क महिनामा 4-5वटा मात्रै निकाल्छु, अनि त्यो पन्जाले पुऱ्याउनु पर्ने हुन्छ क्या, फेरि पन्जा पनि लोभ गर्दै दिन्छ यता, अलिक लोभी कम्पनी नै छ क्या यहाँनिर, गाह्रो छ हामीलाई पनि। यस्तै छ मेरो काम चाहिँ आनन्द तरिकाले अब हान्दै निकाल्दै बुझ्दै उब्दै अलिक घुमेर पोल्नु टाइम लाग्छ, घुमेर आउनु टाइम लाग्छ, अनि
यत्तिकै बेला लेन्ठेङ उठ्दै गर्दै यताउता हल्लेको जस्तो हेर्दै हेरेको जस्तो होइन काम गरेको जस्तो गर्नु पऱ्यो साथीहरू। ट्याक्क 3 बज्यो अनि 3 बजी हाम्रो 10 मिनट रेस्ट हुन्छ। एकछिन हावा खाँदै बसिरहेको छु क्या म टक्कसँगले। फाइनली साथी हो हाम्रो चाहिँ 5:30 भयो घर जाने टाइम भयो होइन। सबै नै चाहिँ अब थोकिन गरेर जानुपर्ने हुन्छ है। यसरी कार्ड चाहिँ उ गरेर अनि हामी चाहिँ लाइन उभिएर यसरी टक्क लगाएर कार्ड उ गरेर रुमतिर जाँदैछौँ। हाम्रो चाहिँ रुम चाहिँ हाम्रो चाहिँ अपार्टमा राखेको छ भनौँ न। यहाँदेखि कम्पनीदेखि 10-15 मिनट लाग्छ भनौँ गाडीमा। थैकिन गऱ्यो टक्क हिँडियो गाडी पनि टक्क रेडी गरेर आइसक्यो होइन। यस्तो छ। यहाँनिर हामी गाडीमा चढ्दैछौँ पुरै गफ हान्दै होइन हाँस्दै गाडीमा चढ्दैछौँ टक्कसँगले। गाडीमा चढियो बस्यो हामी चाहिँ ट्याक्क यहाँनिर 10 जना छौँ है नेपालीहरू टक्क एउटा गाडीमा हुन्छ। अनि गाडीमा चाहिँ हामी दृश्य रमाइलो दृश्य हेर्दै जाँदैछौँ यहाँनिर होइन। यस्तो छ बिन्दास छ भनौँ न। हेर साथीहरू यहाँ चाहिँ कोरियामा चाहिँ अहिले होइन धानहरू अस्ति रोपिसक्यो यहाँनिर साथीहरू। धानहरू हरियो भइसक्यो रोपिसक्यो अस्ति रोपिसक्यो टक्क लगाएर हामी चाहिँ यहाँ सबै यहाँनिर अपार्टमा हेर्दा कोरियनमा मान्छेहरू त्यस्तो गाडीबाट ओर्लेर म चाहिँ यतातिर लाग्यो दाइहरू तलतिर हो घरको रुमहरू फाल्टो फाल्टो छ नि त। अनि टक्क खानासाना खाएर म चाहिँ बाहिरतिर पार्कतिर यसो होइन डुल्न गएँ हिँड्ने गरेँ। अनि साथीहरू ब्याडमिन्टन बोकेर गएको थियौँ अनि ब्याडमिन्टन खेल्यो आयो घुऱ्यो। यस्तो छ ल बाबा हेर्दै गर्नुहोस् साथी हो मेरो भिडियोलाई।